हेलो गाइस, ह्याप्पी न्यू इयर। आज चाहिँ 2025 को सेकेन्ड डेमा हामी छौँ, म र मेरो छोरी होइन। मेरो छोरी चाहिँ सुतिरहेको छ, मेरो छोरी ओराबेल। अनि हामीले चाहिँ उसको नाम ओराबेल भनिकन राखेको छौँ। तपाईँहरू जतिजनालाई थाहा छैन है, तपाईँले हेर्न सक्नुहुन्छ। अन्त आइ एम भेरी ब्लेस्ड कि प्रभुले मलाई यति ब्युटिफुल छोरी दिनुभएको छ होइन। अनि यो 2025भित्र अब प्रवेश गरिसकेका छौँ। अनि एकदमै डर पनि लागिरहेको छ होइन। मेरो छोरीलाई अब मैले एज अ प्यारेन्ट्स भएर एउटा रेस्पोन्सिबिलिटी बढेको छ नि त। अनि हुर्काउनु, बढ्नु, राम्रो शिक्षाहरू दिनु, धेरै कुरा छ एउटा प्यारेन्ट्स भइसकेपछि होइन। अनि त्यो कुराहरू पनि असल तरिकाले दिन सकौँ भनिकन अनि 2025मा प्रवेश गर्दै गर्दा त्यो कुराहरूको डर लागिरहेको छ। र पनि प्रभुले मलाई हेल्प गर्नुहुन्छ त्यो सबै कुराहरूमा है। प्रभुले हामीलाई अनुग्रह गर्नुहुन्छ। अन्त मेरो छोरी पनि यहाँ सुतिरहेको छ गाइस होइन। अनि तपाईँले अझै यस्तै भिडियोहरू हेर्नु चाहनुहुन्छ भने फलो गर्नुहोस् होला।